हाई गाइज, आज चाहिँ मैले वुलवर्थबाट फ्रेस प्राउनहरू लिएर आएको थिएँ। यसलाई चाहिँ 400 ग्राम जतिलाई लगभग त्यस्तै $3-4 कति परेको थियो कि सस्तो पनि अलिकति हुँदो रहेछ। अनि त्यस पछाडि यो फ्रेस पनि हुन्छ क्या, अलिकति त्यो स्टल जस्तो राखेको हुन्छ कि वुलवर्थभित्र, फ्रोजन चाहिँ होइन स्टलमै राखेको हुन्छ, त्यही लिएर आएको मैले। यसको चाहिँ अलिअलि जुङ्गाहरू रहेछ, त्यही भएर त्यसलाई मैले काटेर फ्यालिदिएको छु। त्यस पछाडि चाहिँ यसलाई मजाले पानीले पखाल्नु होला सफा गरेर 3-4 चोटि, अनि एउटा एउटा गर्दै पखालेको छु मैले चाहिँ, किनभने त्यस्तो धेरै थिएन नि त, त्यही भएर एउटा एउटा गर्दै पखालेको छु। अनि यहाँनिर चाहिँ मैले 4 जति लसुन अनि एउटा अकबरी लिएको छु। हजुरहरूले चाहिँ अकबरी युज नगरेर धुले खोर्सानी पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ अकबरी नै बेटर अप्सन भएर युज गरेको छु। अलिकति नुन, बेसार, अनि अघि हामीले पिसेको यो लसुन र अकबरीको पेस्टलाई हालिदिएर लगभग 10-15 मिनट जति चाहिँ यो सेटल हुन छोडिदिनु होला। त्यतिन्जेलसम्म चाहिँ यता तेल मजाले बसाउँदै गर्दा हुन्छ। मजाले तेल चाहिँ एकदमै धेरै तात्नुपर्छ है, तर यो प्राउन हाल्दाखेरि चाहिँ केयरफुल भएर हाल्नु होला। पहिला चाहिँ म तराईबाट काठमाडौँ जाँदाखेरि चाहिँ बसमा कोसी ब्यारेकमा रोक्थ्यो क्या, मलाई चाहिँ त्यही याद आएर त्यो ल्याएर खाएको छु। यो भुजाहरूसँग खाँदा पनि हुन्छ, टमाटरको अचारहरू बनाएर। बाई गाइस, आई होप यु लाइक